दर्शक महानुभावहरु नमस्कार। म लीला झापाली तपाईहरुलाई आज सानो भिडियो लिएर म आएको छु। यो चाहिँ बन्यानी दक्षिणी झापाको चाहिँ कचनकवल गाउँपालिका बन्यानी हुक्काउकी चोकमा म आएर उभिएको छु। यहाँ केही प्रतिमाहरू तपाईहरुलाई मैले दृश्यमा देखाइरहेको छु। कुनै पनि ठाउँमा पुगिसके पछाडी सायद नेपाल होस् अन्य देश सडकमा गएर हेर्दा कहीं त्यो सडक हेरेरै त्यो गाउँ त्यो बस्ती त्यो सहरको बारेमा हामीले अनुमान गर्न सक्छौं। जस्तो कि सडकमा चाहिँ गाईबस्तुहरू हिँडिरहेको देख्यौं भने पक्कै पनि किसानहरूको यहाँ बस्ती रहेछ भनेर, गोरुगाडाहरू हिँडेको देख्यौं भने किसानहरूको बस्ती रहेछ, अथवा त्यस्तै खालको केही कुराहरू देख्यौं भने त्यसको बस्ती रहेछ भने जस्तै त्यो कुरा रहन्छ भने। दोस्रो कुरो र पछिल्लो समयमा झापा नेपालको सबै क्षेत्रमा त्यो क्षेत्र चिनाउने दृश्यहरू राखिएको हामीले पाएका छौं। हरेक क्षेत्रमा चाहिँ आफ्नो प्रतिमाहरू राखेको छ। यो हुक्काउकी चोकमा चाहिँ यो राजवंशी बाहुल्यता रहेको हुक्काउकी शब्द भनेको राजवंशी शब्द हो। यहाँ हात्तीको चित्र प्रतिमा तपाईलाई मैले देखाइरहेको छु। यसको अर्थ यहाँ हात्ती आउँछ भन्ने पनि हुनसक्छ। विस्तृत मलाई थाहा छैन, कोहीसँग भेट भयो भने म यस बारेमा बुझ्छु। यो चाहिँ बन्यानीको हुक्काउकी चोकमा हात्तीको प्रतिमा सानो बच्चासहित, यहाँ हात्ती विशेष गरेर बच्चासहित आउँदो रहेछ भने जस्तो मलाई लाग्यो। र यहाँ चाहिँ राजवंशी चाहिँ समुदायको केही प्रतिमाहरू चाहिँ राखिएको छ। यो चाहिँ चोक, यो चौबाटोको चोकमा म उभिएर बोलिरहेको छु। यहाँनिर ट्राफिक नियमको पालना गरौँ लगायतका स्लोगनहरू पनि देखिन्छ। राजवंशी समुदायको आफ्नो चाड, पक्कै पनि हुक्काउकी भनेको आफ्नो चाड हो मैले बुझेअनुसार। त्यो प्रतिमामा पनि राजवंशी समुदायको केही कुराहरू बुझाउने, उहाँहरूको संस्कृतिको झल्काउने चाहिँ प्रतिमाहरू तपाईहरुलाई मैले देखाइरहेको छु भने पर्तिरपट्टि चाहिँ विशेष गरेर हात्तीको प्रतिमा देखिएको छ। यता पनि हात्तीको प्रतिमा देखिएको छ। र यो चाहिँ दक्षिणी क्षेत्रको यो बजार चाहिँ हुक्काउकी चोक, यो चाहिँ विशेष गरेर चाहिँ यहाँनिर बन्यानी भन्ने ठाउँमा चाहिँ यो खालको प्रतिमा राखेको छ। र तपाईहरुको क्षेत्रमा तपाईको ठाउँमा पनि के कस्ता प्रतिमाहरू राखेका छन् तल कमेन्ट गर्नु होला। यो चाहिँ म हुक्काउकी चोकमा चाहिँ हुक्काउकी यो पर्वको माथिको प्रतिमा र हात्तीको बच्चासहितको प्रतिमा राखिएको छ। यो विशेष गरेर कचनकवल क्षेत्र चाहिँ बन्यानी भन्ने ठाउँ हुक्काउकी चोकमा। तपाईको ठाउँमा चाहिँ के छ, तपाईको ठाउँको नाम र त्यस्तो केही प्रतिमा छ भने त्यो पनि लेख्नु। त्यो आजको सानो भिडियोबाट हुक्काउकी चोकबाट म लीला झापाली बिदा चाहन्छु। तपाईको दिन शुभ रहोस्। यो चाहिँ विशेष गरेर गाउँ ठाउँमा यो ठाउँको पहिचान, यो ठाउँको विशेषता झल्काउनको लागि, यस्ता झट्ट आँखाले हेर्ने बित्तिकै थाहा पाउनको लागि यस्तो खालको प्रतिमाहरू राखिने गरेको पछिल्लो समय पाइन्छ। र यो कचनकवलमा पनि यही प्रतिमाहरू राखेको छ भन्दै म लीला झापाली बिदा चाहन्छु। नमस्कार। तपाईको दिन शुभ रहोस्।